हेलो हाई गाइज दर्शक नमस्ते म ओकेटी युट्युब च्यानल रिपोर्टिङबाट धिराचारको तर्फबाट स्यारो सिमन भन्न चाहन्छु। अनि आज चाहिँ हाम्रो नेपालमा चाहिँ जुन हाम्रो देशलाई उज्यालो पार्ने हैन र हाम्रो देशको मुहार परिवर्तन गर्ने जुन हामी 3 करोड नेपाली जनताको आँखामा बसिरहेको हाम्रो कुलमान घिसिङज्यूलाई चाहिँ केपी ओली सरकारले निकासा गरिदिनु भएको रहेछ। उहाँलाई चाहिँ म हार्दिक श्रद्धाञ्जली अथवा रिप भन्न चाहन्छु र यस्तो सरकारको हामीलाई आवश्यकता छैन पनि म भन्न चाहन्छु। होला पार्टीको नेतृत्वमा बस्ने व्यक्तिहरूलाई त खुसी होला हैन, जुन उहाँले आज कुलमान घिसिङलाई हटाएर आज उहाँको पार्टीको मान्छे राख्नु भएको छ र यो विरोध गरिरहेको आम नेपाली जनता पब्लिकहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। हुन त म यस्तै हो, अलिकति भन्दामा एउटा परिश्रम गरेर पसिना बगाएर खाने व्यक्तिको सोच अथवा एउटा विचार भनेको यतिकै हो हैन। सायद अरू पत्रकारहरू जस्तो मलाई बोल्न आउँदैन होला, तर नभए तापनि मलाई जे मेरो मनमा सोच थियो मैले त्यही बोलिदिइहालेँ हैन। त्यसमा माइन्ड नगरिदिनु होला भन्न चाहन्छु। जुन हाम्रो नेपालमा यो पार्टी पोलिटिसियन भनेको यस्तै हो हैन, कसले पछार्ने र कसले रणनीति गरेर आफू अगाडि आउने, कुटनीति गरेर कसलाई ढाल्ने हैन। राजनीति भनेको कसैले पनि गर्न जानेको छैन, न यहाँ पढाइ लेखाइको नेताहरू छन् हैन, तर यहाँ कुनै पढाइ लेखाइको नेताहरू पनि छैन हैन। त्यस्तो कार्यलाई चलाउनेहरू नेताहरू पनि छैनन्। कोही भकभके, कोही उखाने, कोही ज्यान मारा मात्रै छन्, त्यो बाहेक अरू कोही पनि छैन हैन। तर हाम्रो देशमा त्यस्तो प्रधानमन्त्री अरू नै भए तापनि, पार्टीकै व्यक्तिगत रूपमा भए तापनि, तर एउटा जनताको एउटा पब्लिसिटी भएको व्यक्ति जुन कुलमान घिसिङ हैन आज निकासा गरिदिनु भएछ हैन, र आन्दोलन पनि चलाइराख्नु भएको रहेछ। मैले यो भन्न अगाडि एउटा भिडियोमा पनि बनाएको थिएँ, तपाईँ जुन यो के दीपक खड्का कि के अरे यो कुकुरले गर्दाखेरि चाहिँ त्यो कुलमान घिसिङले निकासा गरेर आफ्नो सरकारमा रहेको त्यो केसाकेलाई चाहिँ बनाउनु भएको रहेछ। यो सब साले त्यो कुकुरहरूले म रिप भन्न चाहन्छु हैन। राम्रो मान्छेको त अनुहारै देख्नै हुँदैन। र यो निकाल्नुको कारण पनि के हो भने, यो जुन ठुल्ठुला बिजनेसम्यानहरूले कुनै पनि बिलको पैसा तिरेको छैन। कुलमान घिसिङले त्यो पैसा चाहिँ के अरे निकासा गर्न खोज्दाखेरि चाहिँ त्यो ठुल्ठुलो मेनको मान्छेहरूले चाहिँ त्यो प्रपर्टीहरू चलाउने मान्छेहरूले चाहिँ पार्टीको मान्छेलाई उकासिएर आज कुलमान घिसिङले निकालेको हो, अरू केही पनि होइन। र अर्को कुरा के भन्न चाहन्छु भने, केपी ओली सरकार मुर्दाबाद हैन। त कुकुर नमरुन्जेलसम्म हैन, त कुकुर नमरुन्जेलसम्म कसैलाई यो देशको क्षेत्रमा साथी मित्रहरूले कहिले पनि राम्रो वचन पनि पाउने होला छैन भन्न चाहन्छु कि हैन। त जस्तो गद्दार र त जस्तो कुकुर र त जस्तो हैन उपार टुरे मन्त्रीले गर्दाखेरि आज कतिपय क्षेत्रीय बाहुन मित्रहरूले गाली पनि खानु भएको छ कि। यो कुरा म चाहिँ किन भन्न चाहन्छु भने, जुन सरकारमा तपाईँहरू नै हुनुहुन्छ हैन, र तपाईँ सरकारमा बसेर यो देशको लागि केही नसोच्न नसक्ने हुँदाखेरि हैन, तपाईँ एउटा बाहुन अथवा एउटा क्षेत्री भएको नाताको कारणले गर्दाखेरि यो देश क्षेत्रीहरूले खायो हैन, बेच्यो भनेर कतिपय मान्छेहरूले विरोध पनि गरेछ। त्यो कसले गर्दाखेरि? त्यो तपाईँले गर्दाखेरि हो। जनता पब्लिसिटी क्षेत्रीय बाहुनले गर्दाखेरि होइन, तपाईँले गर्दाखेरि हो, त कुकुरले गर्दाखेरि हो। म तपाईँ भनेर किन सम्झ्नु, त कुकुर होस् र कुकुर जस्तै व्यवहार गर्छ, त कुकुर होस्। नेपालको प्रधानमन्त्री 1 नम्बर कुकुर हो, डग, फक डग सिधै भन्छु होइन। र जुन कुरा आज कुलमान घिसिङको लागि चाहिँ आज आन्दोलन उठाउनु भयो, विरोध गर्नुभयो, सडकमा उत्रिनु भयो, तपाईँहरूलाई धेरै सलाम भन्न चाहन्छु। आज यो भेट देख्दाखेरि कसम मलाई 2048मा भनेको एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, सापसपा, खापपा, यो सङ्घीयता, यो सबै
लाई पन्साएर हामी स्वतन्त्र व्यक्तिगत रूपमा लिउँ र यो देशमा विकास परिवर्तन गरौँ भन्ने म आशा पनि गर्दछु र आज हाम्रो कुलमान घिसिङ सरलाई निकाल्नु भएकोमा एकदमै दुःखद छ र हामी आफ्नो मनमा राख्नै पर्छ र यो कुकुर पार्टीको मान्छेको दिन छिटै निकासा होस् र त्यो ठाउँमा कुलमान बसोस् भन्दै म आजलाई जय नेपाल भन्न चाहन्छु र जय कुलमान घिसिङ है त।